हेलो नमस्कार सबैजनालाई। यति बेला चाहिँ बिहानको 9 बजिसकेको छ भने हामी चाहिँ आज पानीटार घुम्न जाँदैछौँ भने भिडियो अन्त्यसम्म हेरेर प्रतिक्रिया दिनु होला कस्तो हुन्छ है। यो चाहिँ हाम्रो फर्स्ट भ्लग हुनेछ। हाम्रो डेस्टिनेसन भनेको चाहिँ पानीटारको फाइनल एन्ट्री पानीटारमा आइसकेका छौँ। यहाँ रोकेर अब घुम्नेछौँ, देखाउनेछौँ तपाईँहरूलाई कस्तो लाग्छ हेर्नु होला है। चियाको मुनाहरू हेर्नुहोस् त। कति राम्रो ठाउँ छ हेर्नुहोस् है। यो पानी यो चाहिँ चियाको मुन्टा हो भने यसलाई चाहिँ टपटपट टिपिन्छ। साथीको हामी टिप्दैछौँ। यस्तो हुन्छ मुना चाहिँ। यो चाहिँ अब चिया भयो, 2-3 पत्ता कस्तो टिप्छन् त्यो चाहिँ हामीलाई थाहा छैन। भिडियो अगाडिसम्म हेर्नु होला। चिया नै चिया छ हेर्नुहोस् त। चियाको बगान यतापट्टि यो कस्तो राम्रो छ। हामी चाहिँ मेन ठाउँमा झन् पुगेकै छैन। त्यो हेर्नु हो भने त तपाईँहरू एकखेर आम लाग्छ होला क्या सायद। मजाको ठाउँ छ, एकचोटि घुम्नै पर्छ इलाम। हामी चाहिँ अब पानीटार आइसकेका छौँ घुम्नको लागि। हेर्नुहोस् तपाईँहरू नि आउनुहोस्। धेरै छैन इलाम बजारदेखि 35-36 किलोमिटर त्यस्तै होला, समथिङ 40 किलोमिटर। अब चाहिँ हामी लगभग मेन ठाउँमा आइसकेका छौँ। यहाँबाट चाहिँ सबै डाँडा काँडा देखिन्छ है। अलिकति लेखियो सबै। अब यहाँ झन्डा छ नेपालको, पानीटार लेखेको छ। अब यहाँबाट हेर्नुहोस् कस्तो भ्यू देखिन्छ। पारी यहाँ मजाले उब्रेको छ। फाइनल्ली हामी चाहिँ ठ्याक्कै पानीटार, नेपालको झन्डा, त्यसपछि यता चिया नै चिया। हेर्नुहोस् सुन्दर दृश्य। एकचोटि भ्यू टक्क ल। अब हामी चाहिँ त माथि जाँदैछौँ है। माथि एउटा शङ्खा जस्तो देखिरहेको छौँ, त्यहाँ हेर्नलाई के रहेछ। सिडी छ यहाँ चाहिँ। भए जाऊ हे माया अब धेरै नसताऊ हो, तिम्रो त्यो चाल देखेर मलाई उदुमै लाग्यो नि हौ। मेरो नयाँ हो नि त यता। मेरो आफ्नै सङ्गीतमा मैले एउटा गीत गाएको छु। कस्तो लाग्यो तपाईँहरूले प्रतिक्रिया दिनु होला ल। हामी चाहिँ माथि पुगिसकेको छौँ है। यहाँ चाहिँ रेलिङ रहेछ, सिँढी नै सिँढी छ क्या। अनि अब यहाँनिर एउटा क्या शङ्खा छ, कति राम्रो ठुलो। तर बजाउनु चाहिँ मिल्दैन है फेरि। देख्नुभयो? वाउ, पानी पनि रहेछ तल। यति नै हो। अघि हामी त्यो झन्डा भएनेर थियौँ भने अहिले चाहिँ हामी ठ्याक्कै यहाँनिर छौँ। अनि अब हामी यताबाट जान्छौँ एकछिनमा। ल फाइनल्ली हामी पानीटार घुमिसकेका छौँ। अब चाहिँ हामी घरतिर जान्छौँ। अनि अब कस्तो लाग्यो भिडियो लास्टसम्म हेरेर बस्दिनु भयो, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। यति भन्दै सबैलाई मिठो माया। बाई बाई।